हेलो नमस्ते एभ्रिवान। आज मदर्स डेको दिन घरमा दाई भाउजू दिदीहरूको आगमनले घरै उज्यालो भएको छ र यो रमाइलो भिडियो हेरेर तपाईहरु पनि इन्जोय गर्नुहोला। यो चाहिँ छोपुमै नि छोरी सुहाएन के नएसो गर्दा किन भिडियो खिच्दै छोरा मिलाउँदाखेरिको हो। टिकटकमा के भनेर टिकटकमा अर्को उमाइदीको आयो माथि गयो ल उमाइदीले भुइँ छोडाउँदै आज औँसीको मदर्स डेको दिन मम्मीको लागि 2-4 शब्द के बोल्ने आमा भन्ने शब्द नै पर्याप्त छ। भाउजू ह्यापी मदर्स डे है। अब आमा पछिको दोस्रो आमा प्यारी आमा आमाको शब्द नै काफी छ आमा। ह्यापी मदर्स डे भन। ह्यापी मदर्स डे ह्यापी मदर्स डे भन्छ। ल उमाइदी के भन्नु कालीमाटीबाट है मन पछिको मम्मी नै हुनुभएको हाम्रो लागि चाहिँ जे होस् मम्मीलाई बिर्साउनु भएको त्यही हो। हेरिराख्नु भएको छ आमाले उताबाट खै त फोटो आमाको चाहिँ ल त्यसले मलाई त आउँदैन के भन्नु। ल ह्यापी मदर्स डे को हाम्रो ग्याङहरु खै केही शुभकामना मम्मीको लागि 2-4 शब्द। ह्यापी मदर्स डे ह्यापी मदर्स डे त्यति मात्रै तिनीहरू मम्मीले यत्रो गरेको बारेमा केही त भन्दै अलिकति यति जन्मायो बढायो हुर्कायो अब यति त हुने। खै यता इमोसनल टाइपको डायलग मम्मीको आँखाबाट आँसु आओस् यता हेर्न मम्मीलाई हेरेर हुन्छ मम्मीलाई हेरेर हाँस उठ्छ कि हाँस उठ्छ मम्मीलाई हेरेर खतरा सोच है यस्तो भनौँ न ऱ्यापै हान्छस् क्या होइन ल र त्यो सुन्दै उमाइदी त्यहाँ नसुनाउनु के सुन्नु त पर्यो त्यो क्रिन शब्द बोल्नु ल 9 महिना पेटमा राख्नु नि हो त्यसको लागि थ्याङ्क यू। अनि बचेको जुन 1-2 घन्टा जुन त्यो पेन हुन्छ नि पेन ऊ गर्नु त्यसको लागि पनि थ्याङ्क यू। ह्याप्पी मदर्स डे। आँसु आयो कि क्या हो कस्तो भन्दाखेरि होइन कस्तो इमोसनल डायलग होइन सुन्नु कस्तो भन्दाखेरि अब त्यत्रो एफर्ट जन्माउँदै दिनु भएको एफर्ट त्यो ब्याक पेनदेखि लिएर लेग पेन बडी पेन यति सहनु हो त्यसको लागि पनि थ्याङ्क यू होइन थ्याङ्क यू। आमाको इमोसनल थियो है मम्मी यहाँ हुनुहुन्न ह्यापी मदर्स डे मिस यु अलट त्यति हो म त। बिहान बिर्सेको थियो कि मदर्स डे भनेर होइन बिर्सेको थिएन विस त गरेँ तर बिहानै गरे कि अघि भर्खर गरेको। केही 2-4 शब्द देऊ नि त भाउजूले हेर्नुहुन्छ। ह्यापी मदर्स डे मिस यु अलट लभ यु त्यति हो। ल यता आमा के टिकटक हो ल मदर्स डे मम्मीको तर्फबाट 2-4 शब्द ल कस्तो लागिरहेको छ छोराछोरी सबै जम्मा भएका छौँ सबै त छैन केही छुट्या छौँ ल भन् त मेरो लागि यति गर्दै मलाई यस्तो तीनजना चाहिँ बाहिर छन् 3-4 जना भन्दा 4-5 जना बाहिर छन् अरू यहाँ यता नजिक भएका चाहिँ सबै यहाँ आएर छन् सबैले मदर्स डेका दिन सबै सामान सबै जुटाएर म अब राति आए पनि केही खानु हुँदैन सुगर लागेको छ मम्मीले यस्तै अर्ग्यानिक अनि यो सबै अर्ग्यानिक कुराहरू ल्याएछन् खुसी लागेको छ कि यो आज फेरि गिफ्ट पनि आएको छ एउटा के हो कसको तर्फबाट भन्दैन न यो मदर्स डेको छोराले पठाइदिएको अनलाइनमा पठाइदिएको अफिसमा आएको रहेछ अनि मैले लिनु भएँ तल अफिसमा छोराले हालेको सबै कुरा राम्रो छ सबै छोराछोरी जम्मा भएर चाहिँ राम्रो छ सबै छोराछोरी जम्मा भएछन् राम्रो छ अब खुवाउँदैछन् म चाहिँ खाने मुखको एउटा मात्रै छ खुवाउनु सुरु गरौँ ल खानु हुने चिज म खान्छु नहुने चिज चाहिँ छोराछोरीले खान्छन् हामीले चाहिँ केही नभन्नु नपाऊँ मैले चाहिँ साहित्य के खुवाउनु
के खान्छ आफूलाई सफिसियन्ट हामीलाई अब आगामी वर्षहरूमा रोगहरूले छोड्दै जाओस् है, त्यो ऐश्वर्य चिताको सबै कुराहरू पाइरहँ है। पाइरहनु भन्नु सबै ठिक हुन्छ सधैँभरि यसरी खुवाउन पाऊँ है। राम्रो आयो, धेरै लामो आयो होस्, सधैँ रोग व्याधहरू सबै हराउनुहोस्। एउटा लाख अर्को चाहिँ अब कि भन्दै गर न, भन्दै खुवाउ न। रोग नलागोस् आमालाई भन, रोग नलागोस् मलाई धेरै माया गर्नु भन। मलाई धेरै माया गर्नु अरू अरू भन, अरू आफै भन। सक्यो यति